ए साँच्ची सुन न त्यो अस्ति त्यो धनी बाउको के छोरी छ के भनेर दिस् त अनि एकलाई अब लट अफ मनी करोडौँ अरबौँ खरबौँहरू भएको उसको चाहिँ एक्लो छोरी नि तँसँग बोल्छ अरे है इन्स्टामा हजुर ए के थाहा छ त सुन न हेर म एउटा सल्लाह दिन्छु तँलाई हेर अब उसको पैसा लटप छ डरलाग्दो नि डरला सुनको दाँत लच नि पुरै सकेन चुप लाग्न म एउटा सल्लाह दिँदैछु त मिलाइदिए केटी बोल्दैछ होइन बोल्दैछ कहाँ त्यतिमा हिराको डायमन्ड लाउँछ अन्त तिनीहरू त सुन न ज्यादै बोल्छ नि त फेरि प्रपोज गरिदिए एकपल्ट हो हजुर पहिला त्यही हानिदिए प्रपोज मलाई कहाँ घरमै बोलाउँदै थियो अस्ति भनिस् तँलाई मन पराउँदो रहेछ हुन त अब हेर सिधै भन्छु हुनु तेरोमा केही पनि छैन त ग्रास लेभलको मान्छे हो ग्रास होइन झोपडी लेभलको मान्छे हो नि र पनि तँसँग बोल्दैछ त्यत्रो धनी केटी मन पराउँछ तेरो किसमा त चम्केको है केटा तेरो किसमा त चम्केको है ल त्यसो पठाइदिन्छु एकपल्ट प्रपोज गर न भगवानले त दिएको भगवानले त दिन्छ अरे एकपल्ट मात्रै दिन्छ अरे यो मौका चाहिँ घुमाउनु हुँदैन तैँले म पनि अब सिधै जान्छु घरमा सुन तर कति केटी प्रपोज गर्छ यस भन्छ त्यही आधी प्रपर्टी तेरै आधी त के एकलो छोरी हुन्छ डल्लै नि अब पुरापुरी नि तँ ज्वाइँ भविष्य मलाई पनि साइडमा एउटा हेर्दै बिजनेस ल अरे सल्लाह दिएकोमा ल अब म पटाउँछु भोलि जान्छु जान त आमा बाउहरूलाई पनि मक्कै बनाइदिन्छु त्यहीखेरिलाई मक्कै बनाइदिन्छु बहिनी बुनु म त तिमीलाई साह्रै अब है हामी त पहिल्यैदेखि बोली बस्थ्यौँ बुनु अब जे हुन्छ होइन बहिनी अब हामी मिल्नु पर्छ हामी त के हो र एउटै खुन त हो भन्ने सकेन कुरा सकेन त यसरी पटाउँछ केटी कि रातभरि रुङ्यो बुढी जिउँदै भनेको किन पो यत्रो सल्लाह दियो मन पराउने केटीले चाहिँ बुनु नानी बहिनी भन्छ एउटै खुन हो भन्छ एउटा साइनो जोड्नुको घन्टा गर्नु त्यहाँ मेरो नानीको बनाइदियो न मलाई बाउ नभन्नु होइन भाइ